नमस्ते, म बसन्त कुवर। आज मैले जुन यो भिडियो बनाइरहेको छु यो ड्रग्समा कोही पर्न भएको छ भने उहाँको परिवारका लागि धेरै महत्त्वपूर्ण छ। मैले पहिलेदेखि के भन्दै आएको छु भने यदि ड्रग्समा हुनुहुन्छ, एडिक्सनमा हुनुहुन्छ भने बिहा गर्दै नगर्नु, किनकि बिहा चल्नको लागि अनुभूति, माया, दया, प्रेम, निर्णय शक्ति, विवेकको प्रयोग सबै आवश्यक हुन्छ। त्यसबाट केटाकेटी हुन्छ, त्यसलाई पाल्नुपर्ने हुन्छ, इकोनोमिक कुराहरू आउँछ, त्यसपछि गएर चाहिँ एफिनिटीका कुराहरू आउँछ, आफ्ना नाता गोता इष्ट मित्रसँग गर्नुपर्ने व्यवहारका कुराहरू आउँछ र एकले अर्कोको चाहिँ फिलिङ्स बुझ्नुपर्ने कुरा आउँछ, भविष्यका प्लानिङ गर्नुपर्ने कुरा आउँछ। यो सब ड्रग एडिक्सनमा पर्नुभएको मान्छेले गर्नै सक्नुहुन्न, किनकि उहाँ आफै फिजिकल्ली पनि नर्मल हुनुहुन्न, मेन्टल्ली पनि नर्मल हुनुहुन्न। तर पनि कति बुवाआमाहरूले गाँजा, चरेस, रक्सी, ब्राउन सुगर आदिमा पर्नु भएको छ भने बिहा गरिदियो भने ठिक हुन्छ भनेर निर्दोष परिवारलाई बिहा गरेर ल्याइदिनुहुन्छ, जो टिक्नै सक्नुहुन्न र भाग्नुहुन्छ या सेपरेट हुनुहुन्छ वा डिभोर्स हुन्छ। अब डिभोर्स भएपछि कानुनी मामला पनि पर्ला, त्यसपछि अड्डा अदालतको कुरा आउला, बेकारको झन्झट आयो। त्यो जानी जानी गरेको झन्झट हो, त्यो नजानेर गरेको झन्झट होइन। जानी जानी ड्रग एडिक्सनमा परेको मानिसहरूलाई ड्रग छोडेको 3 देखि 5 वर्षपछि मात्र बिहा गर्नुपर्छ। अब म त 5 भन्छु, किनकि ड्रग एडिक्सनमा पर्दाखेरि फिजिकल्ली मेन्टल्ली अनफिट मात्रै होइन, त्यो सबै दुनियाँ नै थाहा हुँदैन, किनकि सबै व्यवहारै गरेका छैन नि। तरकारीको भाउ कति पनि थाहा छैन, तरकारी रोप्ने अथवा खेती गर्ने कहिले पनि थाहा छैन, घर व्यवहार कसरी चल्छ पनि थाहा छैन, लोकसेवा कसरी लड्ने पनि थाहा छैन। त्यो बेला त अनुकटारमा एउटा जिन्दगी बिता हुन्छ नि त। पहिला त सबै दुनियाँमा आउनु पर्यो नि, त्यस कारण तपाईँहरू मुद्दा मामला झन्झटमा पर्नुहुन्छ। अर्को, कतिपय अवस्थामा ड्रगमा परेका व्यक्तिहरूले लभ गरेर अथवा ठ्याक्कै ल्याइदिनुहुन्छ, कसैलाई घरमा ल्याइदिनुहुन्छ, त्यो चाहिँ बाउ आमाहरूको उसमा हुँदैन, इच्छाले होइन। तर पनि ल्याइसकेपछि, कोर्टमा बिहा गरिसकेपछि फेरि समस्या आउँछ। र हेर्नुहोस् तपाईँहरू 90% ओभर त ड्रग एडिक्सनमा कि सेपरेसन कि डिभोर्स हुन्छ। सँगै बसिया छ भने नि मिलेर बसिया हुँदैन, गाह्रो हुन्छ एकदमै। एबनर्मल मान्छेसँग त बस्नु गाह्रो हुन्छ नि त। त्यसकारण त्यो झन्झट यदि अदालतमा पुग्यो भने अब सम्पत्ति रोक्का, बाउ आमाको सम्पत्ति रोक्का, कोर्टतिर लाग्नुपर्ने बेकारको। फेरि नेपालको कानुन पनि ठिक छैन। जस्तो अमेरिका बेलायतमा 18 वर्ष पुगिसकेपछि उसको कुरा हो, उसले कमाएकोबाट दिनु पर्यो। यहाँ त्यो छैन, बाउ आमा पनि रोकिदिएको छ। अझ विदेशमा बस्दाखेरि पनि विदेशबाट सुत्दै स्वदेशमा रोकिदिएको छ। त्यो ड्रग एडिक्सनमा मात्रै होइन, नर्मल टाइममा पनि। अब उसै चिन्तामा भएको बाउ आमालाई त्यो बेकारको नयाँ चिन्ता आइलायो। यसको समाधान के हो त भन्दाखेरि मैले देखेको, ड्रग एडिक्सनमा परेका मानिसहरू हुनुहुन्छ भने अलिकति सम्पत्ति केही दिएर भिन्दो चाहिँ गराइदिइहाल्नुहोस् कोर्टमा, के अरे माल कार्यालयमा गएर। म त यो विदेश जानेलाई पनि भन्छु, विदेश जति छोटछोरी पठाउनु भएको छ, अब कहाँ उहाँ विदेशमा के गर्छ हामीलाई थाहा हुँदैन। अनि यहाँ अब कहाँ पहाड नेपालमा आएर रोकिदिएको छ, बाउ आमा खाने के, एउटा निवेदन हालिदिए भइहाल्यो, गर्नु त केही परेन। त त्यसै कारण यो ड्रग एडिक्सनमा परेका मान्छेलाई एउटा कुनै अलि जग्गा जमिन अथवा केही दिएर, अथवा तपाईँलाई पढाइ बापत लागेको खर्चै तपाईँको अंश हो भनेर, या तपाईँलाई विदेश पठाउन लागेको खर्चै तपाईँको अंश हो भनेर माल कार्यालयमा एउटा उ चाहिँ गरिहाल्नुहोस्। धेरै देखेँ मैले, धेरै परिवार बेकारको झन्झटमा पर्नु भएको छ, बिचरा तातो नबुझ्नु केही गर्नु, छोरछोरीका कारणले कोर्ट गएको छ, बाउ आमाहरू बिन्सित किन जाने। त त्यसै कारण यो भिन्दो गराइदिनुहोस्। भिन्दो भन्नाले अंशबन्डा गराइदिनुहोस्। अंशबन्डा के अरे
हामीले पढाइमा गरेका खर्च पनि हुनसक्छ अथवा विदेश जाँदा गरेको खर्च पनि हुनसक्छ वा एउटा जग्गा जमिनका टुक्रा हुनसक्छ गरिदिनुहोस्। त्यति गरिदियो भने भोलि केही गरी बुझ्दै पर्यो भने पनि त्यतिमा मात्रै पर्ने भयो नि त। अरू बाउ आमाको सब रोक्का सोक्का त दुनियाँ झन्झटमा त नजाने भयो नि त। यो त पर्यो 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 गरिहाल्नुहोस्। यो नार्कोनमा मैले हेर्दा 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 यस्ता घटनाहरू अनि मैले यो बोलेको अहिले। र अर्को कुरो मलाई आजकल आफ्नो पनि अनुभवबाट के थाहा भयो भने यो विदेशमा छोरछोरी गएका छन् भने अंशभण्डा गरेर पठाइदिनुहोस्, नत्र उहाँ गएर के गर्छ कुन देशमा, अनि यहाँ उहाँबाट के मुद्दा मामला परेर यहाँको बिचरा पहाडमा बाउआमाको रोग दिएको छ जो कारणै होइन। यसतर्फ नै विचार गर्नुहोस्। यो बालबच्चाहरूलाई 16, 18, 19, 20 वर्षपछि एक दुई टुक्रा तपाईँलाई पढाएकै चाहिँ तपाईँलाई पढाएकै हाम्रो अंश हो तपाईँको भनेर अब यो चाहिँ प्र्याक्टिस सुरु गर्नुहोस्। नत्र नेपाली धेरै परिवारले दुःख पाउनुहुन्छ। ड्रगमा परेकाले त त्यसै पाउनुहुन्छ, मलाई लाग्छ अरूले पनि पाउन सक्नुहुन्छ। नमस्कार।